सम्पूर्ण सबैलाई सेवाहरू नमस्कार भन्न चाहन्छु। र म आज चाहिँ तपाईहरुसँग यो सिलाम सकमाको फोटो चर्चा परिचर्चा गर्ने छु है त। यहाँहरुले यो सिलाम सकमा चाहिँ ध्यानसँग हेर्नु होला र सुन्नु होला। मसँग सिलाम सकमा अत्यन्तै राम्रो क्वालिटीको सिलाम सकमा छ। यो बुटा हेर्न सक्नुहुन्छ र अब यो बुटा हेर्दै गर्दाखेरि यो सिलाम सकमामा के बिर्सिनु हुँदैन भन्दाखेरि सिलाम सकमा को कतिवटा धर्सा हुन्छ भन्ने कुराको विषयमा बिर्सिनु हुन्न है त। यहाँ गनेर देखाउँछु 1 2 3 4 5 6 7 8 9 जम्मा 9 वटा धर्सा हुन्छ। र यो बुटा यसरी बुटाहरू निकाल्नु यो तरिकाको बुटाहरू राख्न चाहिँ त्यो यो बनाउनेहरूको क्षमताको कुराहरू भयो हैन। यसले गर्दाखेरि राम्रो सिलाम सकमा यदि तपाईलाई मन परेको खण्डमा चाहिँ सिलाम सकमाको निम्ति पनि सम्पर्क गर्न सक्नुहुन्छ। जो आफ्नो हितैषी मित्रलाई उपहार दिन वा घरमा सजाएर राख्न सक्नुहुन्छ हैन। र यसलाई चाहिँ यहाँ यो उजिन्डो पनि छ हैन, यसरी चाहिँ झण्डा राख्न सक्नुहुन्छ हैन। र यो अत्यन्तै राम्रो बुटामा निर्मित गरिएको सिलाम सकमा छ, हेर्न सक्नुहुन्छ। टक्कसँग केही छैन है त, कति राम्रो सिलाम सकमा छ। र यो कलरहरुको भन्दा पनि यो धर्सा चाहिँ 9 वटा हुनुपर्छ, यो फन्को चाहिँ 9 वटा हुनुपर्छ भन्ने मुन्धुमले मुख्य भन्दछ। र म यो सिलाम सकमाको विषयमा धेरै मान्छेहरूले लिम्बुको सिलाम सकमा भनेको छ। लिम्बुले सिलाम सकमा पहिले जान्यो, पहिले बुझ्यो, अनि लिम्बुले सिलाम सकमा चाहिँ यो मानिसहरूको निम्ति एउटा यो लाभदायक फलदायक र अपरिहार्य यो नभइकन नहुने सिलाम सकमा भन्ने बुझेकै कारणले आज सिलाम सकमा लिम्बुहरूले परिचालन गर्दै आयो। तरै पनि सिलाम सकमा चाहिँ सबै जाति, सबै वर्ग, सबै समुदायको निम्ति सिलाम सकमा त्यतिकै महत्त्व हुन्छ। किनभने मानिसहरू एउटै सन्तानबाट जन्मेर यो पृथ्वीमा भरिँदै गएको अवस्था हो। त्यसमा एउटा कथा सुनाउन चाहन्छु। सबैभन्दा पहिले यो पृथ्वीमा मानिसहरू एकचोटि पुरै बढेका थिए, अनि त्यस पछाडि चाहिँ पृथ्वीमा यी पापिष्ट करीहरू बेसी भएको कारणले चाहिँ पृथ्वीमा जल प्रलय आयो। अनि त्यो जल प्रलय चाहिँ लिम्बू भाषामा उदिङदिङ थाङे भनेको छ। अनि त्यो उदिङदिङ आउँदाखेरि अर्थात् जल प्रलय आउँदाखेरि चाहिँ एकजना व्यक्ति थियो, ईश्वरसँग गडसँग बात गर्नुहुने। अनि त्यसले जसहरूको सुरक्षाको निम्ति चाहिँ उहाँले एउटा नाउ बनाउनु भयो। त्यो सोदुङ्गे लिम्बुहाङले नाउ बनाएपछि त्यो नाउमा चढ्ने उसको सन्तानहरू थिए, ती सन्तानहरू मात्र यो पृथ्वीमा बाँच्यो। त्यो चाहिँ अब मानिलिनु सोदुङ्गे लिम्बुहाङ यो हो भने सोदुङ्गे लिम्बुहाङको 3टा छोराहरू थिए। त्यो 3टा छोराहरू मध्ये एउटा छोरा यो, अर्को छोरा यो भने अर्को छोरा यो, यी यसरी पनि यसलाई व्याख्या गर्न सकिन्छ। त्यसकारण यसलाई 4 पादाङ्ला भनेर भनेको छ। कसरी 4 पादाङ्ला भयो भन्दाखेरि चाहिँ ती पिताहरू चाहिँ 4 जना पुरुषहरू चाहिँ त्यहाँ बाँच्यो भने 4 जना स्त्रीहरू पनि त्यही भित्री बाँचेको कारणले 8 पुङ्ला भनेको एउटा मुन्धुममा भनिएको छ। त्यसकारण अब बाँकी रह्यो यो फुर्का। तपाईहरुले हेर्दाखेरि यो फुर्का चाहिँ सुहाउँदिलो लागि, सुहाउनको लागि यो फुर्का राखेको देख्दै हुनुहुन्छ। तर त्यो यो फुर्का त्यस्तो नभएर सोदुङ्गे लिम्बुहाङको 3टा छोराहरू र अनि सोदुङ्गे लिम्बुहाङको सन्तान चाहिँ पुरै बढ्दै 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 गयो र विशाल संसार ढाकिँदै गयो। यही भित्री चाहिँ तपाईँ अफ्रिकानहरू भेट्नुहुन्छ, यही फुर्कामा गोरा जातिहरू भेट्नुहुन्छ भने
अब यही फुर्कामा चाहिँ तपाईँको चाहिँ मङ्गोलाइटहरू अर्थात् हाम्रो जस्तो अनुहार परेकाहरू भेटिन्छ। यो संसारमा 3टा मानिसहरू मात्रै छन्। त्यो 3टा मान्छेहरू मध्यबाट चाहिँ यही फुर्काबाट आज बढ्दै 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 गएर संसार ढाकेको छ। त्यसको सिम्बलमा चाहिँ यो फुर्काहरू अहिले फुर्का मानिलिनुहोस्, तर त्यसको सिम्बलमा चाहिँ यो फुर्का राखिएको छ र यो फुर्का त्यस मानेमा राखिएको हो। यसकारण म आग्रह गर्न चाहन्छु, कोहीले सिलामसाङमा यहाँ तल अर्को यति लामो पुच्छर राखेको हुन्छ नि, यो चाहिँ गलत हो। त्यो चाहिँ मुन्धुमसँग मिल्दैन, त्यो चाहिँ सिलामसाङमामा आउनुपर्ने अर्थपूर्ण हुँदैन। त्यसकारण सिलामसाङमाले तोडमोड गर्नु हुँदैन हैन। अनि ती लामो फुर्का सुर्का लगाउने हैन, त्यस्तो कुराले चाहिँ सिलामसाङमाको अर्थपूर्ण हुँदैन। त्यसकारण चाहिँ यसलाई अर्थपूर्ण बनाउनको लागि चाहिँ अब रह्यो यो फुर्काहरूको विषयमा भने संसारभरिमा भएका मानिसहरू चाहिँ नै यो फुर्काहरू मानिलिनुहोस्। यहाँ धागो तपाईँले असङ्ख्य अनगन्ती छन् त हैन, यी अनगन्ती छन् त हैन, यी अनगन्ती हो। त्यस्तै संसारभरि मानिसहरू चाहिँ त्यसरी एउटैको सन्तानहरू फल्दै फुल्दै वृद्धि हुँदै संसार ढाक्दै गएको छ। त्यसो भएको कारणले त्यो चाहिँ सिलामसाङमाको मुन्धुमबाट मात्रै त्यसको अर्थपूर्ण हुन्छ। त्यसो भएको कारणले चाहिँ सिलामसाङमा हामीले त्यो अर्थमा यसलाई चाहिँ धारण गर्नुपर्दछ। अर्को कुरो चाहिँ म तपाईँहरूलाई के भन्न चाहन्छु भने यो सिलामसाङमा चाहिँ मृत्युको बाटोहरू थुन्ने भनेको छ नि। अब यो मृत्युको बाटो थुन्ने भन्ने विषयमा म छोटो तपाईँहरूलाई परिचर्चा गर्न चाहन्छु। मृत्यु मानिसहरूको जीवनमा निश्चित छ, तर मृत्यु मरिसकेपछि देखिने कुरा हो। जब शरीरको मानिसको जन्मपछि मृत्यु निश्चित छ है, मृत्यु निश्चित छ। त्यो मृत्यु कसैले छेकिँदैन, तर शरीर मर्न जरुरी छ है, शरीर सकिनु जरुरी छ। तर शरीरमा भएको आत्मा चाहिँ कहिले पनि मर्दैनन्। त्यो आत्मालाई सही बाटोमा दोहोऱ्याउने सिलामसाङमा चाहिँ यो चाहिँ त्यो आत्मा चाहिँ मर्नु चाहिँ मृत्यु हो है, त्यो आत्मा चाहिँ मर्न मृत्यु हो। त्यसकारण त्यो आत्मा चाहिँ मर्नु हुँदैन भन्ने कुरा चाहिँ सिलामसाङमाले यसलाई चाहिँ नि मुख्य यसको चाहिँ नि दर्शन रहेको छ। त्यस अर्थमा चाहिँ सिलामसाङमा हो सी भनेको मर्नु र लाम भनेको बाटो, साङमा भनेको चाहिँ मृत्युको बाटो चाहिँ यसलाई चाहिँ नि थुन्नु छेक्नु र त्यहाँबाट चाहिँ नि के गर्ने अनुग्रह गर्नु हो। त्यसरी नै यो सिलामसाङमाको चाहिँ अर्थपूर्ण अनि मात्रै हुँदछ। र जसले पनि सिलामसाङमालाई चाहिँ यो प्रत्येक मानिसहरूको निम्ति चाहिँ नै सिलामसाङमा आवश्यक छ भन्ने कुरा चाहिँ बुझ्न जरुरी छ। त्यसो भएको कारणले चाहिँ यो सिलामसाङमाको विषयमा आज धेरै कुराहरू छन्, र मैले तपाईँहरूलाई सर्टकटमा यति भने। र सिलामसाङमा यसरी बुझिदिनुहोस्। र सिलामसाङमा कहीँलाई तल मोटिभेसन बनाएर चाहिँ यस्तो झुन्डाउने र के लाउने कुराहरू चाहिँ नगरिकन सिलामसाङमा चाहिँ यस्तै रूपमा बन्न दिनुहोस्। र सिलामसाङमाहरू धेरै मान्छेले सुनको बनाएको भेटियो, र सिलामसाङमाहरू चाँदीको बनाएको भेटियो, लगायत केही धातुको पनि बनाएको भेटियो, तर असली सिलामसाङमा चाहिँ धागोको नै हुँदछ। र यी कलर रङको चाहिँ के हो त भन्दाखेरि अलिकति हेर्नमा राम्रो होस् भनेर मात्रै बनाएको हो। वास्तवमा सिलामसाङमा सादा कलरबाट नै बन्छ। त्यसले गर्दाखेरि चाहिँ नि यहाँहरू चाहिँ कन्फ्युज नहुनुहोस् भन्ने मैले अनुरोध गर्न चाहेँ। र यो राम्रो सिलामसाङमा यहाँहरूले चाहेको खण्डमा पनि हामीसँग सम्पर्क गर्न सक्नुहुन्छ। र हाम्रो छोरीचेलीहरूले पर्याप्त मात्रामा सिलामसाङमा उत्पादन गर्नुभएको छ। र आदाङ बसे हजुरहरू यहाँसँग सबैसँग यो सिलामसाङमाको विषयमा परिचर्चा गरेँ नि। यस विषयमा हजुरहरूलाई अझ लागेका, हजुरहरूले बुझेका कुराहरू मलाई कमेन्टमा लेखिदिनु होला। म आग्रह गर्छु, अनुरोध गर्छु। र फेरि पनि अर्को बहसमा, अर्को छलफलमा भेट्ने नै छौँ। धन्यवाद। मोगेन सेवाहरू।